कोभन्दा को ठुलो, रवि ठुलो कि बालन ठुलो भनेर त्यहाँ खेलिदिन सक्ने खतरा मानिरहने देख्छु। मलाई खुसी लाग्यो, म त्यहाँ सँगै बसिरहेको छु, उहाँ कुराकानी खासुस गरिराख्नु भएको छ। गर्नुहोस् गर्नुहोस् र पटक पटक भेट्नुहोस्, गरिराख्नुहोस् र भेटिराख्नुहोस्। तपाईँहरूको एकतामा नै यसको चाहिँ राष्ट्रपाको तत्कालको 5 वर्षको निम्ति भविष्य सुनिश्चित छ। 5 वर्षसम्म एक भएर तपाईँहरू काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईँलाई शुभकामना हुन्छ। र अन्त्यमा मेरो पुस्ताका, मेरा समवयी र मेरो पुस्ताका साथीहरू जो अहिले पनि षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर यो जेन्जी विद्रोह, यो राष्ट्रपाको उदयलाई पचाउन नसकेर अनेक थरी उहाँहरूले तानाबाना बुन्नु भएको छ, त्यसमा केही सत्यता होला तर त्यो प्रमुख पाटो होइन। त्यसैले म उहाँहरूलाई अकबर बिरबलको पालाको एउटा कथा भनेर म आफ्नो कुरा टुङ्ग्याउँछु। तपाईँलाई थाहा छ, बादशाह अकबर अङ्ग्रेजहरूले भारतमा उपनिवेश जगाउनु अघि सबभन्दा ठुलो साम्राज्यका बादशाह थिए र उनको यति ठुला मुठा जुङ्गा तपाईँले देख्नुभयो, यस्तो जुङ्गा तिनले पाल्थे। एक दिन उनले भाइ बारदारले बोलाएर के भनेछन् भने, हेर भाइ बारदार हो, मेरो यो जुङ्गा उखेल्नलाई के सजाय दिउँ भनेछन् उनले। अनि त भाइ बारदार त चाप्लिसी गर्ने मान्छे हुन्छन्, बादशाहको चाकरी गरेर त केही पाइएला भन्ने लोभ थियो होला। एउटाले भनेछ त्यसलाई तातो कराईमा राखेर मार्नुपर्छ, अर्कोले भने खाल्टो मालेर पुर्नुपर्छ, अर्कोले भन्यो भने त्यसलाई काट्नुपर्छ, यस्तै यस्तै भन्दै गए सबै। तर बिरबल एउटा छेउमा बसेर मुसु मुसु हाँसिरहेका छन्। अनि अकबरले भनेछन्, बिरबल तिमी त चुपचुप हाँसेर मात्र बस्दैनौ, बोल्दैनौ किन हो भनेको? उनले भनेछन्, जहाँ पनाह, सरकारमा जहाँ पनाह भन्थे बादशाहलाई, जहाँ पनाह त्योलाई तपाईँको जुङ्गा तान्ने मान्छेलाई मिठाई खान दिनुहोस् भनेछन् उनले। भने के भन्छौ तिमी, मेरो जुङ्गा तान्ने मिठाई खान दिने भने जङ्गिए। अनि उनले फेरि भनेछन्, जहाँ पनाह हजुरको जुन यत्रो सुरक्षा छ त्यसभित्र नागेर पस्ने कसको हिम्मत हुन्छ? अनि तपाईँको काखमा बसेर जुङ्गा उखेल्ने कसको हिम्मत हुन्छ? त्यो तपाईँकै नाति हो, त्यसैले नातिले जुङ्गा उखेल्यो भनेर तपाईँले सजाय दिने होइन, उसलाई मिठाई दिनुहोस् भन्नुहुन्थ्यो। त्यसैले मेरा पुराना साथीहरूलाई पनि आग्रह, तपाईँ हाम्रा जुङ्गा, मेरा नि अलिअलि उखेल्नुहुन्छ साथीहरूले कहिलेकाहीँ, छोटै छन्, मेरा त बादशाह छैनन्, उखेले भने पनि हामीले हाम्रै छोरा नाति, यो पुस्ता, यो बालेन्द्रजी त भर्खर 36 वर्षको हुनुहुन्छ, मेरो छोरीभन्दा 4 वर्ष कान्छो हुनुहुन्छ, रविजी 50 को आसपास हुनुहुन्छ भने उहाँले त आगामी 15-20 वर्ष 30 वर्ष यो देशको नेतृत्व गर्नुपर्छ। त्यसो भएको हुनाले हामीले उहाँहरूलाई तान्ने होइन, उहाँहरूले हामीलाई मिठाई खुवाएर उहाँलाई चाहिँ विचारका चाहिँ खुराकहरू दिएर सहयोग गर्नुपर्छ। त्यसमा मेरो उहाँहरूलाई आग्रह, अहङ्कारले तपाईँहरूलाई नच्यापोस् र बौद्धले लोकतन्त्रमा अरू भिन्न विचारहरू पनि हुन्छन्, त्यसलाई पनि साथ लिएर अगाडि बढ्नुहोस्। मेरो तपाईँहरूलाई यही शुभकामना छ। यही शुभकामना सहित यहाँ आएर यति शब्द राखिदिने, यी कुरा सुनिदिनु भएकोमा सबैलाई धन्यवाद दिँदै म बिदा हुन्छु। नमस्कार, हार्दिक नमस्कार।